बुटौल नजिकैको एउटा सानो गाउँमा बस्ने 19 वर्षका एक युवा हुनुहुन्छ है। उहाँले अहिले लन्डनका 10औं वर्ष अनुभव भएका कपिराइटरहरूभन्दा बढी आम्दानी गरिरहनु भएको छ। वाउ, साँच्चै हो नि। र अचम्मको कुरा त के छ भने नि, उहाँले यो सब एउटा 4 वर्ष पुरानो, त्यो पनि स्क्रिन चर्किएको एन्ड्रोइड फोनबाट गरिरहनु भएको छ क्या। भनेपछि कुनै महँगो कम्प्युटर पनि छैन? छैन। अब यो कसरी सम्भव भयो त भन्दाखेरि, किनभने ती युवाले एउटा मसिनसँग कुरा गर्न सिके। र आजको यो गहिरो छलफलमा नि हाम्रो मुख्य विषय भनेकै यही हो, नेपालमा आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईले ल्याएका अवसरहरू। हाम्रा स्रोतहरूले नि विशेष गरी नेपालका 16 देखि 35 वर्ष उमेर समूहका युवाहरूमा रहेको एआईको ठूलो सम्भावना र सँगसँगै रहेको चेतनाको अभावलाई मज्जाले दर्शाएका छन्। एकदम, त्यो चेतनाको अभाव चाहिँ ठूलो कुरा हो नि। हाम्रो उद्देश्य भनेको चाहिँ यो विशाल अवसर किन धेरैको आँखाबाट ओझेलमा परेको छ भनेर अलिक गहिरिएर बुझ्ने र यसलाई व्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने कुराको निचोड निकाल्नु हो। यो एकदमै समय सान्दर्भिक विषय हो। ठिक छ, यसलाई केलाएर हेरौँ। विश्वभरि एआईले हरेक क्षेत्रमा यत्रो ठूलो उथलपुथल ल्याइरहँदा नेपालमा भने किन यो विषय यति धेरै सुनसान छ त? अब यो सुनसान हुनुको पछाडि नि मुख्य रूपमा दुईटा कुरा जोडिएको देखिन्छ। एउटा एजुकेसन ग्याप अर्थात् शिक्षाको अन्तर, र अर्को चाहिँ नयाँ प्रविधिको एक्सपोजरको कमी। हाम्रा स्रोतहरूले सङ्कलन गरेको तथ्याङ्क हेर्दाखेरि आम मानिसमा एआईलाई लिएर एउटा गहिरो भ्रम छ क्या। धेरैलाई के लाग्छ भने एआई भनेको एकदमै क्लिष्ट र गाह्रो विषय हो। मान्छेहरू डराउँछन् नि त सुरुमै। त्यही त, यसलाई चलाउनका लागि अनिवार्य रूपमा कोडिङ वा प्रोग्रामिङ गर्न जान्नै पर्छ भन्ने एउटा सोच छ। अनि यो केवल कम्प्युटर इन्जिनियर वा सिलिकन भ्यालीका प्रविधि विशेषज्ञहरूका लागि मात्र बनाइएको हो भन्ने एउटा भाष्य नै निर्माण भएको छ। अर्थात् सर्वसाधारणले त सुरुमै यो मेरो पहुँचभन्दा बाहिरको कुरा हो भनेर हात उठाइसकेका छन्, होइन त? एकदम सही। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ, किन हाम्रो समाजमा नयाँ प्रविधिलाई यति धेरै डर र आशंकाको रूपमा हेरिन्छ त? खै किन होला? यदि हामीले हाम्रो शिक्षा प्रणालीलाई नजिकबाट निहाल्यौं भने नि यसको जरा ठ्याक्कै त्यहाँ भेटिन्छ। विद्यालय स्तरदेखि नै हामीलाई गल्ती नगरिकन घोकेर परीक्षा पास गर्न सिकाइन्छ नि त, होइन र? हो नि, गल्ती गर्यो कि त रातो मसीले गोलो घेरा लागिहाल्छ। ठ्याक्कै। गल्ती गर्नु भनेको दण्डनीय कुरा हो भन्ने मनोविज्ञान हाम्रो दिमागमा हुर्काइएको छ। तर एआई जस्ता जेनेरेटिभ प्रविधिहरू त ठ्याक्कै यसको उल्टो सिद्धान्तमा काम गर्छन् नि। भनेपछि उल्टो तरिकाले? यी प्रविधिहरू त परीक्षण र गल्ती मतलब ट्रायल एन्ड एररबाट मात्र सिक्न सकिन्छ क्या। एउटा प्रम्प्ट वा कमान्ड दिँदा नतिजा राम्रो आएन भने त्यसलाई सच्याएर अर्को कमान्ड दिने हो। बिग्रिन्छ भनेर डराउनु भएन। तर त्यही कम्प्युटर पो बिग्रिन्छ कि वा मैले दिएको निर्देशन गलत हुन्छ कि भन्ने डरले नै धेरैलाई यसको नजिक पुग्न दिइरहेको छैन। त्यो डरलाई चिर्नु नै सबैभन्दा ठूलो चुनौती जस्तो लाग्यो मलाई चाहिँ। प्रविधिलाई हेर्ने दृष्टिकोण नै बदल्न जरुरी छ। अब यसलाई अझै प्रष्ट बुझाउन नि म एउटा एनालोजी अर्थात् दृष्टान्त प्रयोग गर्न चाहन्छु है त। भन्नुस् न। एआई भनेको कुनै जादुई यन्त्र वा आफै चल्ने रोबोट होइन क्या। यो त घर बनाउने एउटा ठेकेदार वा सरदार जस्तै हो। ठेकेदार जस्तै? घर बनाउनका लागि हामी आफैले इटा बोक्न, सिमेन्ट मुछ्न वा डन्डी बङ्ग्याउन जान्नु पर्दैन नि त, होइन र? पर्दैन। त्यो त कामदारले गरिहाल्छन्। त्यही त। तर त्यो ठेकेदारलाई कस्तो घर चाहिएको हो, पूर्वतिर फर्केको ठूलो झ्याल कहाँ राख्ने हो, भान्सा कत्रो बनाउने हो भनेर स्पष्ट निर्देशन दिन त जान्नुपर्छ नि हामीले। हो नि, नत्र त उसले आफ्नै पाराले बनाइदिन्छ। एकदम। यदि ठेकेदारलाई गएर एउटा घर बनाइदेऊ मात्र भनियो भने त उसले एउटा सामान्य र झुर घर बनाइदिन सक्छ। तर जति स्पष्ट र विस्तृत सूचना दिइन्छ नि, घर त्यति नै राम्रो बन्छ क्या। त्यसैले एआई चलाउन पनि सफ्टवेयर इन्जिनियर हुनु पर्दैन। मात्र त्यो ठेकेदारलाई स्पष्ट निर्देशन, जसलाई हामी प्राविधिक भाषामा प्रम्प्ट भन्छौं, हो त्यो दिन चाहिँ जान्नुपर्छ। मैले बुझेको त यस्तै हो। वाउ, यो ठेकेदारको दृष्टान्तले त एआईको मुख्य मर्मलाई एकदमै सरल रूपमा प्रष्ट पार्छ है। गजबको उदाहरण। धन्यवाद। अब एआई मोडेलहरू, विशेष गरी लार्ज ल्याङ्ग्वेज मोडेल वा एलएलएमहरू
मानिसको सामान्य भाषा बुझ्ने गरी तालिम दिएका हुन्छन् क्या? पहिले कम्प्युटरसँग कुरा गर्न C++ वा जावा जस्ता प्रोग्रामिङ भाषाहरू सिक्नु पर्थ्यो। त्यो त एकदमै गाह्रो हुन्थ्यो नि। हो त नि, आम मानिसका लागि त त्यो असम्भव जस्तै थियो। तर अहिले त कम्प्युटरले मानिसकै भाषा मज्जाले बुझ्न थालेको छ। भनेपछि नेपाली पनि बुझ्छ? यसले यसलाई आफ्नो दैनिकीमा कसरी प्रयोग गर्न सक्छन् त? हाम्रा स्रोतहरूले नि केही एकदमै व्यावहारिक र कम बजेटका अवसरहरूको चर्चा गरेका छन् क्या। जस्तै AI को मद्दतले कन्टेन्ट क्रिएसन, फ्रीलान्सिङ, सोशल मिडिया अटोमेसन अनि साना व्यवसायहरूलाई AI सेवा प्रदान गर्ने कुराहरू। यदि हामीले यसलाई बृहत रूपमा हेर्ने हो भने नि यी साना देखिने अवसरहरूले नै समग्र अर्थतन्त्र र व्यक्तिगत आय आर्जनको परिदृश्यलाई उथलपुथल पारिरहेका छन् क्या। कसरी नि? अलि खुलाइदिनुस् न। सोचौं त, आजभन्दा केही वर्ष अगाडिसम्म नेपाली युवाहरूका लागि अन्तर्राष्ट्रिय बजारमा काम पाउन सबैभन्दा ठूलो बाधक के थियो त? सायद भाषा होला, अङ्ग्रेजी। हो, ठ्याक्कै भाषा नै थियो। अङ्ग्रेजी व्याकरण राम्रो नहुँदा वा विदेशी लवजमा इमेल लेख्न नजान्दा धेरै सिप भएका मान्छेहरू पनि पछि परेका थिए क्या। तर आज नि AI को मद्दतले त्यो भाषाको पर्खाल पुरै भत्किएको छ। भनेपछि अङ्ग्रेजी नजान्नेले पनि काम पाउन थाले? मजाले अपवर्क वा फाइबर जस्ता प्लेटफर्ममा काम गर्दा सामान्य टुटेफुटेको अङ्ग्रेजीमा वा नेपालीमै आफ्नो विचार लेखेर AI-लाई यसलाई व्यावसायिक कर्पोरेट अङ्ग्रेजीमा बदलिदियो भन्ने बित्तिकै काम सम्पन्न हुन्छ क्या। वाउ, त्यो त साह्रै सजिलो भयो नि। हो त नि, यसले गर्दा विश्वव्यापी गिग इकोनोमीमा नेपालीहरूले पनि समान स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनेको छ। यहाँनिर चाहिँ कुरा साँच्चीकै रोचक हुन्छ, तर म यसमा नि अलिकति असहमति जनाउन चाहन्छु है। के कुरामा? सिद्धान्तमा सुन्दा यो एकदमै राम्रो सुनिन्छ, तर हामी काठमाडौँको वातानुकूलित कोठाको मात्र कुरा त गरिरहेका छैनौँ नि त। हो, एकदम। नेपालका दूरदराजका गाउँहरू, साना शहरहरूको वास्तविकता हेरौँ न, जहाँ इन्टरनेटको गति सुस्त छ, बेला बेलामा बत्ती गइरहन्छ र महँगो डेटा प्याक किनेर चलाउनु पर्ने बाध्यता छ। त्यो समस्या त छ। अनि धेरैजसो मानिसको हातमा त टिकटक हेर्न मात्र मिल्ने साधारण मोबाइल फोन छ नि त। यस्तो अवस्थामा ठूला ठूला AI सफ्टवेयर चलाएर व्यापार गर्ने कुरा अलि बढी नै काल्पनिक वा भनौँ न युटोपियन भएन र? के साँच्चै नै एउटा साधारण मोबाइल र थोरै मोबाइल डेटाबाट यो सबै सम्भव छ त? यो एकदमै जायज र धेरैको मनमा उठ्ने प्रश्न हो। यसलाई प्रश्न पार्न नि AI-ले प्राविधिक रूपमा कसरी काम गर्छ भन्ने बुझ्न अलिकति जरुरी छ क्या। कसरी काम गर्छ त? मानिसहरूलाई के लाग्छ भने ChatGPT वा मिडजर्नी जस्ता AI टुलहरू चलाउन धेरै र्याम वा महँगो प्रोसेसर भएको कम्प्युटर चाहिन्छ। तर वास्तविकता के हो भने नि यी कुनै पनि AI सफ्टवेयरहरू हाम्रो हातको मोबाइल वा टेबलको ल्यापटपमा चल्ने नै होइनन्। हो र? अनि कहाँ चल्छन् त? यी त क्लाउडमा चल्छन् क्या। अर्थात् अमेरिका वा युरोपमा रहेका अर्बौं डलर पर्ने विशाल सुपर कम्प्युटरहरूले त्यो भारी बोक्ने काम गरिरहेका हुन्छन्। हाम्रो मोबाइल त केवल त्यो सुपर कम्प्युटरलाई एउटा छोटो टेक्स्ट मेसेज पठाउने र उताबाट आएको नतिजा स्क्रिनमा देखाउने एउटा हुलाकी मात्र हो। भनेपछि हाम्रो डिभाइसले केवल मेसेन्जर जस्तै काम गरिरहेको हुन्छ? हो नि, ठ्याक्कै। एउटा 30 सेकेन्डको टिकटक भिडियो हेर्दाखेरि मोबाइलको जति डेटा र ब्याट्री खर्च हुन्छ नि त्योभन्दा निकै कम डेटामा ChatGPT-लाई 100औं प्रश्न सोध्न सकिन्छ क्या। साँच्चै? त्यति कम डेटा लाग्छ? एकदम। किनकि यहाँ आदान प्रदान हुने भनेको त केवल टेक्स्ट अर्थात् अक्षरहरू मात्र हुन् नि त, भिडियो जस्तो भारी हुँदैनन्। त्यसैले इन्टरनेट चल्ने एउटा साधारण स्मार्टफोन र सामान्य 3G वा 4G नेटवर्क छ भने पनि यी कामहरू बिना कुनै अवरोध मज्जाले गर्न सकिन्छ। यसका लागि महँगो सेटअपको कुनै आवश्यकता नै छैन। यो कुराले त पक्कै पनि धेरैको भ्रम निवारण गर्छ होला। भारी बोक्ने काम क्लाउडका सर्भरले गर्छन्, हामीले त केवल सही निर्देशन दिने मात्र हो नि। अब सिद्धान्त र प्रविधिको कुरा त भयो, तर व्यवहारमा ठ्याक्कै नेपालको सन्दर्भमा यो कस्तो देखिन्छ त? स्रोतहरूले वास्तविक जीवनका 3वटा प्रतिनिधि उदाहरणहरू प्रस्तुत गरेका छन्। ती उदाहरणहरू एकदमै रोचक छन्। हो, एउटा अनलाइनबाटै आम्दानी गरिरहेका विद्यार्थी, अर्को AI उपकरणहरू प्रयोग गरेर आफ्नो काम छरितो बनाइरहेको सानो व्यवसाय, र तेस्रो चाहिँ शून्यबाट सुरु गरेर AI सिकिरहेको एक साधारण व्यक्ति।
मलाई नि त्यो सानो व्यवसायको उदाहरणलाई अलि गहिरिएर हेर्न मन लाग्यो क्या। मानौ धरान वा बुटवलमा कसैको एउटा कपडा पसल छ। उनीहरूको लागि एआईले ठ्याक्कै कसरी काम गर्छ त? ल, त्यो धरानको कपडा पसलकै अवस्थालाई कल्पना गरौँ है त। अब जाडो महिना सुरु हुँदैछ र उनीहरूलाई आफ्नो पसलमा आएका नयाँ ज्याकेटहरूको विज्ञापन फेसबुक र इन्स्टाग्राममा राख्नु पर्यो। पसलको मार्केटिङ त गर्नै पर्यो। पहिलेको अवस्थामा के हुन्थ्यो त? एउटा ग्राफिक डिजाइनर खोज्नु पर्थ्यो जसले सामान्य पोस्ट बनाएको कम्तीमा 500 देखि 1000 रुपियाँ लिन्थ्यो नि त। हो नि, अनि समय पनि लाग्थ्यो। हो, अनि त्यो फोटोसँगै राख्नका लागि ग्राहकलाई तान्ने खालको आकर्षक क्याप्सन लेख्न जान्ने मान्छे छुट्टै चाहियो। यसमा पैसा मात्र होइन, समय पनि धेरै खर्च हुन्थ्यो क्या। तर आज एआईको प्रयोग गर्दा परिदृश्य कस्तो हुन्छ त? सायद उनीहरूले आफै गर्न सक्छन् होला, हैन त? हो त नि, पसलका साउजीले आफ्नै मोबाइलमा च्याट जीपीटी खोल्छन् र लेख्छन्, मेरो धरानमा कपडाको पसल छ, जाडोका नयाँ ज्याकेटहरू आएका छन्। युवा पुस्तालाई लक्षित गरेर एउटा रमाइलो र धेरैले सेयर गर्न मिल्ने फेसबुक पोस्ट नेपाली भाषामा लेखिदेऊ। यति लेखेपछि च्याट जीपीटीले केही सेकेन्डमै इमोजी सहितको एकदम आकर्षक पोस्ट तयार गरिदिन्छ। वाउ, आफैले सोच्नै परेन नि। त्यसपछि क्यानभा जस्तो टुलमा गएर विन्टर ज्याकेट सेल भनेर सर्च गर्दाखेरि त्यहाँ हजारौं तयारी डिजाइनहरू आउँछन् क्या। अनि त्यसमा आफ्नो फोटो हाल्ने, त्यहाँ आफ्नो ज्याकेटको फोटो हाल्ने र पसलको नाम लेख्ने बित्तिकै 1 रुपियाँ पनि खर्च नगरी जम्मा 5 मिनटमा एउटा व्यावसायिक विज्ञापन तयार हुन्छ। यो त साँच्चै नै क्रान्तिकारी कुरा हो है। एउटा सानो व्यवसायी जसले महिनाको हजारौं रुपियाँ विज्ञापनमा खर्च गर्न सक्दैन थियो, ऊ अब ठूला ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ नि त। एकदम। त्यस्तै अर्को उदाहरण विद्यार्थीको छ नि। स्रोतका अनुसार विद्यार्थीहरूले एआईलाई केवल होमवर्क सारिदिने साधनको रूपमा मात्र नभई आफ्नो व्यक्तिगत रिसर्च असिस्टेन्ट अर्थात् अनुसन्धान सहायकको रूपमा प्रयोग गरिरहेका छन् क्या। त्यो त एकदम राम्रो अभ्यास हो नि। कुनै गाह्रो विषय बुझ्नु पर्यो भने उनी यसलाई एउटा 10 वर्षको बच्चालाई जस्तै गरी बुझाइदेऊ भनेर प्रम्प्ट दिँदाखेरि एआईले ठ्याक्कै त्यही अनुसार सरलीकृत गरिदिन्छ क्या। यसले गर्दा त सिकाइको गति निकै बढेको छ। यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने नि, यी तीनवटै उदाहरणहरू चाहे त्यो पसले हुन्, विद्यार्थी हुन् वा शून्यबाट सुरु गरिरहेका व्यक्ति हुन्, तिनीहरूमा एउटा बलियो समानता छ क्या। के समानता नि? त्यो हो नयाँ कुरा सिक्ने इच्छा शक्ति। प्रविधि आफैमा कुनै जादु त होइन नि त। मोबाइलमा च्याट जीपीटी डाउनलोड गरेर राख्दैमा आफै पैसा आउने वा व्यापार बढ्ने त होइन। होइन, चलाउन त जान्नु पर्यो नि। त्यही त। तर यसलाई आफ्नो दैनिक समस्या समाधान गर्ने औजारको रूपमा सही तरिकाले उपयोग गर्दाखेरि चाहिँ यसले जादुई नतिजा दिन्छ क्या। यसले के प्रमाणित गर्छ भने अबको युगमा प्राविधिक ज्ञानभन्दा पनि प्रब्लम सल्भिङ अर्थात् समस्या समाधान गर्ने सोचको बढी महत्त्व छ। सही कुरा। तर अरूको सफलताका कथा सुनेर मात्र त पक्कै हुँदैन नि। यदि कोही आजैबाट यो क्षेत्रमा हात हाल्न चाहन्छ भने उसको पहिलो कदम के हुनुपर्छ त? स्रोतहरूले काम थाल्नका लागि स्पष्ट र सजिला कदमहरू देखाएका छन् नै। विशेष गरी च्याट जीपीटी, क्यानभा र क्यापकट जस्ता सजिलै पहुँचयोग्य उपकरणहरूको प्रयोगबाट सुरुवात गर्न सुझाइएको छ नि त। यी टुलहरूले वास्तवमा कसरी काम गर्छन् भनेर अलिकति गहिरिएर बुझौँ न। हुन्छ। यी तीनवटा उपकरणहरूले नै टेक्स्ट, ग्राफिक्स र भिडियो यी तीनवटै महत्त्वपूर्ण विधालाई समेट्छन् क्या। च्याट जीपीटी एउटा लार्ज ल्याङ्ग्वेज मोडल हो जसले टेक्स्ट वा पाठमा काम गर्छ। यसले कसरी काम गर्छ भने नि, यसले अर्बौं शब्दहरू पढेर कुन शब्दपछि कुन शब्द आउँदा अर्थपूर्ण वाक्य बन्छ भनेर अनुमान गर्न सक्छ क्या। भनेपछि उसले बुझेरै लेख्छ। एक हिसाबले त्यस्तै हो। त्यसैले इमेल लेख्न, योजना बनाउन वा आफ्ना विचारहरूलाई शब्दमा ढाल्न यो एकदम उत्कृष्ट छ। अनि क्यानभा चाहिँ ग्राफिक्सका लागि हो। अघि हामीले कुरा गरे जस्तै हो। यसले डिजाइनको कुनै पनि सिद्धान्त नजान्नेहरूका लागि पनि रङ र आकारहरू मिलाएर राखिएका हजारौं टेम्प्लेटहरू दिन्छ क्या, ताकि शून्यबाट सुरु गर्नै नपरोस्। अनि क्यापकटको कुरा गर्दा नि, यो भिडियो सम्पादनका लागि अहिले निकै लोकप्रिय छ है। एकदम। टिकटक र रिल्सको जमानामा त झन्। हो नि। यसमा भएका एआई फिचरहरूले भिडियो सम्पादनको जटिलतालाई पुरै खतम गरिदिएका छन् नि त। कसरी खतम गर्यो त?
पहिले भिडियोको ब्याकग्राउन्ड हटाउन हरियो पर्दा अर्थात् ग्रिन स्क्रिन चाहिन्थ्यो क्या, अनि सफ्टवेयरमा घन्टौं मिलाउनु पर्थ्यो नि। त्यो क्रोमा की भन्छ नि एकदम झन्झट हुन्थ्यो। हो त्यही, तर अहिले त क्यापकटले मानिसको अनुहार र शरीरलाई चिनेर एक क्लिकमै पछाडिको ब्याकग्राउन्ड उडाइदिन्छ क्या, अनि भिडियोमा बोलिरहेको कुरालाई आफै सुनेर सबटाइटल पनि लेखिदिन्छ। यसले गर्दा घन्टौं लाग्ने मेहनत केही मिनेटमा खुम्चिएको छ नि। वाउ, यो त एकदमै समय बचाउने टुल भयो। र स्रोतहरूले जोड दिएको अर्को एउटा महत्त्वपूर्ण पक्ष भनेको नि निरन्तरता हो क्या। निरन्तरता? यी टुलहरू चलाउनका लागि दैनिक अभ्यासको योजना अर्थात् डेली प्र्याक्टिस प्लान बनाउनु एकदम आवश्यक छ। एकै दिनमा कोही पनि यसमा विज्ञ हुन त सक्दैन नि। सक्दैन। पहिलो दिन एउटा सामान्य इमेज लेख्न लगाउने, दोस्रो दिन अलिक गाह्रो व्यापारिक योजना बनाउन लगाउने गर्दै जाँदाखेरि नै कुन कमान्डले राम्रो नतिजा दिन्छ भन्ने कुरा बिस्तारै आफै बुझिँदै गइन्छ क्या। त्यसो भए यसको समग्र अर्थ के हो त? नयाँ टुल सिक्नु भनेको त नयाँ भाषा सिक्नु जस्तै पो रहेछ नि त। हो नि, ठ्याक्कै त्यस्तै हो। जसरी हामीले एबीसीडी नसिकी सिधै उपन्यास लेख्न सक्दैनौ नि, त्यसरी नै एआईलाई पनि सानो सानो निर्देशन दिएर अभ्यास गर्दै जानुपर्छ क्या। दैनिक थोरै थोरै अभ्यासले महिनौपछि त ठूलो भिन्नता ल्याउँछ नि। एकदम सही भन्नुभयो। र यो सिक्नका लागि कुनै महँगो इन्स्टिट्युटमा धाएर हजारौं रुपियाँ तिर्नु पनि पर्दैन क्या। युट्युबमा सित्तैमा अनगिन्ती ट्युटोरियलहरू उपलब्ध छन् नि त। एकदम सही। स्रोतले औल्याइएको अर्को एउटा बलियो पक्ष के हो भने नि, नेपालमा एआईको अवसर अझै पनि सुरुवाती चरणमै अर्थात् अर्ली स्टेजमै छ क्या। भर्खर त सुरु हुँदैछ। हो, विकसित देशहरूमा त यो कुरा सामान्य भइसक्यो र प्रतिस्पर्धा पनि धेरै बढिसक्यो नि। तर हाम्रो समाजमा भने भर्खरै मात्र यसका सम्भावनाहरू उजागर हुँदैछन्। भनेपछि अहिले सिक्नेलाई फाइदा छ। धेरै फाइदा छ। अर्थशास्त्रको नियम अनुसार नि जो मानिसहरू अर्ली एडाप्टर अर्थात् सुरुवाती चरणमै नयाँ कुरालाई अपनाउँछन् क्या, उनीहरूले सधैँ धेरै फाइदा लिन्छन् नि त। जबसम्म यो प्रविधि सबैका लागि सामान्य बन्छ नि, तबसम्म अहिले सुरु गर्नेहरूले त आफूलाई धेरै अगाडि पुर्याइसकेका हुन्छन् नि। आजको यस विस्तृत अध्ययनको मुख्य सारलाई संक्षेपमा भन्नुपर्दाखेरि नि, एआई अब कुनै हौवा, डरलाग्दो विषय वा भविष्यको कुरा मात्र रहेन क्या। यो त नेपालमै बसेर एकदमै कम लागतमा हातमा भएको मोबाइल वा पुरानै ल्यापटपबाट आय आर्जन र सिप विकास गर्ने एउटा सुनौलो अवसर पो हो त। एकदम। तनबाट के प्रष्ट हुन्छ भने नि, अब शिक्षाको अभाव वा नयाँ प्रविधिको एक्सपोजर नभएको भनेर गुनासो गर्ने दिनहरू बिस्तारै सकिँदैछन् क्या। प्रविधिले अवसरको ढोका सबैका लागि समान रूपमा खोलिदिएको छ। हो, र यो अवसरलाई उपयोग गर्न नि ठूलो पुँजी वा प्राविधिक डिग्रीको होइन क्या, केवल सिक्ने भोक र एउटा सानो सुरुवातको मात्र आवश्यकता छ। अन्त्यमा नि यी सबै स्रोतहरूलाई केलाउँदै जाँदा एउटा यस्तो विचार निस्कन्छ जसले पक्कै पनि हामी सबैलाई गहिरिएर सोच्न बाध्य बनाउँछ क्या। के विचार? बजारमा एउटा हल्ला वा डर जहिले पनि सुनिन्छ एआईले मानिसको जागिर खान्छ भनेर। त्यो त धेरैले भन्छन्। हो, तर वास्तविकताको धरातलमा उभिएर हेर्दा कुरा अलि फरक छ क्या। एआई आफैमा एउटा सफ्टवेयर मात्र हो नि त। यसले आएर आफै कसैको जागिर त खाँदैन। खाँदैन। तर एआई चलाउन जान्ने अर्को मानिसले चाहिँ तपाईको जागिर पक्कै खान सक्छ क्या। हो नि, यो चाहिँ एकदम गम्भीर कुरा हो। एउटा सामान्य तरिकाले काम गर्ने कामदार र एआईको प्रयोग गरेर त्यही काम 10 गुना छिटो गर्न सक्ने कामदार बीचको खाडल अबका दिनहरूमा झनै फराकिलो हुँदै जानेछ नि त। त्यसो भए के हामी समयमै यो प्रविधिलाई आफ्नो सहायक बनाउन तयार छौं त वा पछि परेर पछुताउने छौं? यो प्रश्नसँगै आजको यो गहिरो अध्ययनलाई हामी यही बीच मारौं। सुन्नु भएकोमा धेरै धेरै धन्यवाद।